आज तिमीले सल्काएको चुरोटले याद राख, भोलि तिमीलाई नै जलाउँछ। तिमीलाई मात्र होइन, तिम्रो घर परिवार जलाउँछ। बाआमाले तिमीप्रति देख्नु भएको त्यो सपना हराउँछ। तिमीले त्यो सानोमा देखेको सपनाहरूलाई अन्धकार बनाउँछ। तिमी यो गाजा, चुरोट, भेप, मदिरा सेवन गर्नुलाई आजको आधुनिकता हो भन्छौ भने म तिम्रो पूर्ण विपक्षमा उभिन चाहन्छु। तिमी यो सब खानुलाई दुःख बिसाउने चौतारी हो भन्छौ भने म तिमीलाई यो समाजमा रहेको मूर्खहरूको भिडमा गन्छु। थोरै प्रश्न गर्न चाहे मैले तिम्री आमाले तिमीलाई अमृतसरी 10 धारा दुध खान्दिएर हुर्काएको कि आज यो सब खाएर घर परिवारको बदनाम गर्न हो? तिम्रो बाले आफ्नो इच्छा आवश्यकता पूरा नगरी खाजा नखाई हुर्काएको, तिमी आज गाजा खाँदै हिँड्न हो? याद गर त।